अनि साथीहरु म चाहिँ भर्खर उठिसके है। अब उठिसके मतलब बेड त बेडैमा छु कि तर उठ्न चाहिँ उठे। अहिले कति बजे भन्दाखेरि 9:19 गइसक्यो है। अलिकति अल्छी भयो, ठिक छ, आज छुट्टीको दिन हो त्यही भएर केही फरक पर्दैन। अब उठ्ने बित्तिकै नयाँ ताजा खबर पाइयो। के खबर पाइयो भन्दाखेरि घन्टी कतिमा छ रे दिदी? 1 नम्बरमा। त्यही त भोट चाहिँ कति छ? सीट हेर्दाखेरि 37 वटा सीट बालेनको छ भने एमालेको कतिवटा? साथीहरु मैले भनेको गलत रहेछ है। 37 वटा ठाउँमा चाहिँ बालेन अगाडि रहेछ। तुमसे ना हो पाएगा। मतलब घन्टी अगाडि रहेछ। हेत्तेरिका यार, मलाई त केही पनि थाहा रहन्छ यो। 37 वटा सीट जित्या होइन रहेछ है साथीहरु, बुझ्नु भने 37 वटा ठाउँमा चाहिँ घन्टीले जितेको रहेछ। घन्टी अगाडि रहेछ। मलाई चाहिँ यो राजनीतिहरु यताउति केही पनि आउँदैन है। दिदीले यताबाट सम्झाइदिरहनु भयो अनि मैले भनिरहेको भए। चीटिंग करता है तू, चीटिंग करता है तू। ल त साथीहरु अब उठ्ने हो हैन। टोपी चाहिँ मैले गर्मी भएर खोल्दिसके। महेश बस्नेदेखि हार्यो क्या? खै कति छ? रवि खत्रीको कति छ? 3060 छ भने महेश बस्नेतको 1573 छ। कट्टु भएर ट्राउजर राख्छु साथीहरु, ट्राउजर। म कहिले अघि बढेको दिदीहरुले देख्नै सक्नु भएन यार। मैले पहिलो लाइभ गरेको साथीहरु, पहिलो लाइभमै कुटे खाएँ। यसरी मेरो अनि मनोबल बढ्छ त। बनाउने हो भ्लग, जस्तो हुन्छ त्यस्तै बनाउने हो साथीहरु। अब यहाँ चाहिँ दिदी त्यो एमालेको चुरीफुरी हेरिरहनु भएको के? भोटभन्दा अगाडि चुरीफुरी देखाएको थियो नि त। त्यही चुरीफुरीहरू हालेर एकछिन मान्छेले त्यही हेर्नु भयो। अब सबै काम मैले गर्नुपर्छ। ल साथीहरु उठिसकियो। बेडको हालत देख्न सक्नुहुन्छ तपाईहरु। अनि मेरो हालत पनि देख्न सक्नुहुन्छ। अब फ्रेस हुने है त साथीहरु। ल फास्टै देऊ देखियो यार। टोपी लाउनु पर्यो हौ। यस्तो तालुले त अनि मेरो त ब्लड त फेरि आलु हुन्छ त। ल महारानी साहेबा, खाजामा के खान चाहनुहुन्छ? चिया खान चाहनुहुन्छ? चिया खाएर नआउन जानुस्। होइन चिया बनाउँछु, चिया खानु। दुध छ क्या? ल चिया बनाउँछु भनेको दिदीले। अब म फ्रेस हुन जान्छु, त्यसपछि अनि नुहाउँछु। यताउति भन्नु भएन, फ्रेस भएर आउनु, चिया पकाएर खुवाउँछु भनेको मैले। अनि त्यसो लाउनु त भनेर अनि दिदी चाहिँ फ्रेस हुन निस्किनु भएको चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ। चप्प गाह्रो छ नि दिदी। लगाएको छु त हौ। कस्तो यो भन्दा कति लुगा लगाउनु? ट्राउजरले के बिगार्छ हौ दिदी? अहिले गर्मी महिना छ, यसो बुझ्नु छैन। ब्याडमिन्टन तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँनिर हाम्रो क्रिकेट सुरु भइसक्यो र पारस खड्का उता खेल्दै हुनुहुन्छ। हाम्रो बलर मलिङ्गाजी हुनुहुन्छ यता। अनि म चाहिँ दर्शक हो है साथीहरु। तपाईँहरू देखिरहनु भएको छ होला। ल बस्नु है त, म तपाईँहरूलाई पछाडिको भ्यू मस्त पारेर खेल्नु। देख्न सक्नुहुन्छ यहाँनिर दर्शकबिन्दहरू धेरै हुनुहुन्छ। ल ब्याट्सम्यान यो, वाउ ब्याट्सम्यान चाहिँ मलाई मन पर्यो। तपाईँहरू देख्न सक्नुहुन्छ ब्याट्सम्यान बब्बाल हुनुहुन्छ। ब्याट्सम्यानको बहिनी यता हुनुहुन्छ साथीहरु। उहाँ चाहिँ ल मलिङ्गाजीको बल गइरहेछ उता उता। पारस खड्का रेडी, पारस खड्का रेडी। एम्पायर बिचमा डिस्टर्ब गरिरहनु भएको छ। मलिङ्गाजीको बल फाइनली अब जान लागिसकेको छ। एम्पायरले अलिअलि ल्याङ गरिरहनु भएको छ। फाइनली मलिङ्गाको बल गएर पारस खड्काले सट हानिसक्नु भएको छ। तर अफसोस यो सट एकदम गलत रहेको छ।
फाइनली पारस खड्का मलिङ्गाको सेकेन्ड बल गइसकेको छ भने पारस खड्काले यही मौकामा चौका हानिदिइसक्नु भएको छ। पारस खड्का बहुत मुस्कुराइरहनु भएको छ। पारस खड्का बलसँग अल्झिरहनु भएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ पारस खड्काको अर्को एम्पायर। फेरि तपाईँहरू यो घर देख्न सक्नुहुन्छ। बब्बा छ कि यहाँ हेर्नु न, फुलै फुल छ यहाँ। बबाल छ नि त यो घर। अब त्यस्तै गरी दी चाहिँ आइसक्नु भयो होला। के भन्नु यो चाहिँ हाम्रो अब को हो भन्न गइरहेको छु। यो चाहिँ हाम्रो यस सुन्दर घरमा खाना पकाउन भाँडा माझ्न हामीले मान्छे राखेका थियौँ। उहाँ चाहिँ त्यही मान्छे हो, मसँग एकदमै धेरै मिल्नुहुन्छ। यता हेरिदेऊ प्रिय। यी चाहिँ हाम्री मन्नु दिदी हुन्। तपाईँहरू देख्न सक्नुहुन्छ। यी चाहिँ विगत कति 4 वर्षदेखि एउटा सुन्दर वरको तलासमा हुनुहुन्छ। गाड़ी स्टार्ट कर। हम फर्स्ट गाड़ी चला। उहाँको लागि कति मास्टर पढेको 24-25 वर्षको केटो। 24-25 वर्षको केटो र सुन्दर सुशील, जसले चाहिँ त्यही भएर त भनिरहेको छु नि। उहाँले आफै खाना पकाएर खुवाउनुहुन्छ, तपाईँहरू चिन्ता गर्नु पर्दैन। उहाँ एकदम राम्रो मान्छे हुनुहुन्छ, बस वरको तलासमा हुनुहुन्छ। र विदेश जाने वर हुनु पर्यो है, किनभने उहाँलाई विदेश जानु मन छ। अब बाल्यले केही गर्यो भने गर्यो, गरेन भने चाहिँ छिटै तपाईँहरू आउन सक्नुहुन्छ। को लागि भनेको मैले थोरै रोइरहेको थिएँ। कस्तो मजाले रुँदो रहेछ नि त। अनि त्यसपछि बाहिर गएको चुप लागेको। अनि पापा आएको, म गएँ भने आउनु भनेको। अनि पापा आयो, कुरा गयो। पापा आउनु भयो, कुरा गर्नु भयो। पापा आउनु भयो, त्यसपछि मैले कुरा गरिरहेको थियो। अनि त्यसपछि म घरमा गएँ। अनि आउँदै थियो, हर्षिता चाहिँ दौडेर आएको। अनि रोइरहेको थिएँ। किन रोको? कुटेर। पापाहरूले तिमीलाई कुटेर अनि जानुभएको बाहिर? होइन के, हर्षिताले घुमाएर आएको नि, त्यसको लागि मामुले कुटिरहेको थियो। ए, कुटिरहनु भएको थियो है। अनि त्यसपछि सुत्नको लागि भन्यो। अनि मैले बाबाले भनेको कि के चाहियो तिमीलाई, म जे पनि किनिदिन्छु। ओह माय गॉड, के भन्नु त? एरोप्लेन भन्नु पर्दैन? एरोप्लेन त पेपरको बात छ। हामीले त एरोप्लेन बनाउनु पर्यो। अनि तिमीले के माग्यौ? अनि मैले भने हातमा लगाउने हुन्छ नि, त्यसले के हुन्छ? बाला? सुजन दाइले हातमा लगाउने ब्रेसलेट। ब्रेसलेट त्यो किन्नको लागि। अनि एउटा चिप्स। अनि चिप्स पायौ? छैन। ब्रेसलेट पायौ? त भन्छे मैले किनिदिन्छु रे। लास्ट हजुर यार तिमीले मेरो टोपी किन्दा। अब अनि भनिरहेको थियो म भोलि किनिदिन्छु, अहिले घामै उगिरहेको छैन। अनि भनिरहेको थियो कि अहिले बिहान खाना पाउँदैन नि। अनि अहिले त पसलदै खुलेको छैन। साथीहरू देख्न सक्नुहुन्छ। कारी सिलाउने भाइ यही हो है। ओछ्यानहरू चाहिँ टाकटुक मैले मिलाइसकेँ होइन। अब त्यतिको लागि चिया बनाउनु तर्खर हुँदै देख्न सक्नुहुन्छ। दिदी चाहिँ चिया नखाने, त्यही भएर कफी बनाउनु लाग्यो। हजुर बाबु भैया बात बन्छ साथीहरू, तपाईँ हेर्दै जानु होइन। यस्तो दामी बनाउँछु मैले कफी, फेरि जिन्दगी खानै मन नलाग्ने। यो कफी मलाई त्यो मसिन हुन्छ नि कफीलाई मिक्स गर्ने, त्यो मेरो बाबासँग छ अफिसमा। हो र?
मेरो बाबासँग अफिसमा उता झुम्रेको उता छ त त्यो ल भाइ कफी चाहिँ मैले बबाले बनाउँछु कि साथीहरू दुध तातै बनाऊ न होइन सिलाएगी जागेगी फिर किस्मत सोने ल अब चाहिँ भयो होला फाइनल साथी कफी बनिसकेको छ कफी पकाउनु न पहिले अब कस्तो बनाए थाहा छैन दिदी बनाउनु चाहिँ बनाएँ है एउटाले क्या बालेनले जित्यो भने म कान काटेर फाल्छु सुन पनि फाल्छु भने चाहिँ सुन पनि दिन्छु टिचिङमा गएर अनि सिलाउँछु तिनीहरूले हाले त त्यसको घर खोज्दै जाउँ न दिदी अनि त्यही भन्दै लु जा यो दुईजनालाई खोलिरहनु त भनिसक्यो अनि एउटाले के भनेको थियो के अरे घन्टीले जित्यो के गर्यो भनेदेखि म राजनीतिबाट म राजीनामा दिन्छु ल त यसलाई खोलिहालौँ त त्यो अरे कहना क्या चाहते हो महेश बस्नेतले हो क्या त्यो होइन त्यो त गइहाल्यो नि त्यो त उस घन्टीले जितिरहेको नि त्यसको पनि त्यसो भन्छ नि हम हे तराई के छाउरा म छोरो भने पनि हुनु नि छाउरा अरे अब छाउरा भनेको यो आफै बुझ्नुहोस् रे के सब्जी के बनाउनु लागि साथीलाई एकचोटि त खुब गाली गरे होइन अहिले चाहिँ सबैले फेरि मलाई चाहिँ सुरुबाटै मन परेको भएर होला गाली गर्नु मन लागेन हो क्या अब अन्तरिम सरकार भनेको छ 6 महिनाको लागि पद सम्हाल्न दिएको छ अनि उनले के नीति खोजी किन गर्छ त्यही पनि सबै भताभुङ्ग भएको त्यही सम्हाल्नै ठिक्कै म त हुन्छ केही बुझ्दिनँ ल म कुनै अफिसमा चाहिँ अब म 6 महिना छु भनिसकेपछि मैले मेरो त्यहाँभित्र के छ त्यही मात्र गर्छु होला अनि बाहिरतिर खोज्ने किन गर्छु म 6 महिनापछि जान्छु भने मलाई थाहा नै हो अनि त्यहाँदेखि अझ यङ भइदा भए पनि हो भने त्यो बुढेसकालमा त्यो मोटो ज्यान त साडी सम्हाल्दै साडी सम्हाल्नु कि देश सम्हाल्नु एउटा कायम कोही नभएर सबैले त्यो गरे त्यसले कस्तो मजा बरु मलाई त अब त्यो राष्ट्रपति चाहिँ त्यो सुशीला बनाइदियो हुन्थ्यो जस्तो लाग्यो तपाईँलाई लागेर हुन्छ के अरे कहाँ हो फोन फोन यही कोठामै हो दिदी फोन आयो फोन अनलाइन फेरि सुरु हो कि दिदीको मेरो त दिमाग खराब हुन्छ यार सुन्नु बट अब युएसए अप्लाई गर्नलाई पनि अप टु एन्ट्रेन्स एक्जामसम्म चाहिँ हजुरको पिसिएम डिग्री नै इनफ हुन्छ त्यहाँबाट आफ्टरको लागि गर्नुपर्छ के छ बिआरको प्लान चाहिँ हजुरको और 50 रुपया कट ओवर एक्टिंग की वजह से आफ्टर एन्ट्रेन्स चाहिँ घर बसेर नि छुट्टी खाने छुट्टीको दिनमा घर बसेर नि हजुरको त्यस्तै बिएन कम्प्लिट हुँदासम्म यताको प्रोसेस पनि त्यति टाइम लाग्छ यिनीहरूलाई छुट्टी चाहिँ थाहा हुँदैन क्या हो यो दिन कल गर्नु हुँदैन भनेर अनि हजुरको चाहिँ रेट्रोगेसन पछि चाहिँ रिस पनि छ त मलाई लेकिन तू कर भी क्या सकता है यार हाँ मैं कर क्या सकता हूँ मैंने है ना फैसला किया है करेक्ट फैसला किया तू कुछ नहीं कर सकता मैं कुछ नहीं कर सकता हूँ मैं कुछ नहीं कर सकता मैं बताता हूँ मैं क्या कर सकता हूँ मैं ना क्या कर सकता हूँ यार बिएनको डकुमेन्ट बिरामी हुनुहुन्छ छुट्टीको बेला त्यही पनि सम्झाउनु त्यही भएर केही पनि यो अफिसलाई नि मुद्दा हाल्नुपर्ने बेला भयो हुन्छ हुन त अफिसलाई नि के थाहा र 45,000 फ्ल्याट हुन त विद्यार्थीहरूलाई नि के थाहा खै कसको दोष कसको दोष हजुर चाहिँ हामी दिमाग 9:30 देखि 5:30 ओपन हुन्छ हजुर कहाँ हुनुहुन्छ अहिले म चाहिँ पागल हुन्छु कि सबैको बिच होइन हजुर बस्ने चाहिँ कहाँ काठमाडौँको गाह्रो भइसक्यो मलाई ए ओके हुन्छ महाराजगञ्ज ठ्याक्कै एम्बेसी अपोजिट साइडमा आउनु होला सुन्नु तपाईँहरू पनि आउनु छ भने आउनु किन्नुभयो भने मलाई कल गर्दा हुन्छ ल हेर्नु है साथीहरू बालनले जित्यो भने झापामा कान काटेर म टिचिङ कान काट्ने दिदी एयरपोर्टमा भेटेर है साथीहरू होइन तपाईँहरूले देश चलाउन हुने ल राम्रो विकास गरेर देखाउनु न तपाईँहरूलाई भोलि म सपोर्ट गर्दछु दुई ल्याउनुहोस् कि 5 ल्याउनुहोस् होइन तर आफ्नो पार्टीलाई माया गर्न पाइन्छ काम त गर्न तपाईँहरू देश चलाउन पाइने मान्छे मार्न पाइने के अरे सिंहदरबार चलाउन पाइने मैले अर्को कान काट्ने त भनेको छैन कान काट्ने
कति भनेछ होइन चाहिँ काट्नु ल फाइनल्ली भएको छ यो सुन चाहिँ के गर्ने त सुन्ने दिने हो बालेलाई दिने हो ओ ल ताली बजाउनु साथीहरु गरम लाग्यो होइन के दिदी अहिले सुन्नु न दिदी के अहिले तपाई कान काट्नलाई टिचिङ जाँदै हुनुहुन्छ कि के हो होइन म टिचिङ जान्न ए होइन तिमीहरूले राम्रो काम गर भोलि तिमीले राम्रो काम गर 2 महिना मैले 70 ढलाइदिन सक्छु फेरि वाह दीदी वाह दीदी दीदी वाह दीदी दीदी एकदम इन्होंने वक्त बदल दिया, जज्बात बदल दिए, जिंदगी बदल दी। प्राय जितेकै थियो अहिले चाहिँ लास्ट सुनिरहनु भएको छ यहाँ राजनीतिक कुरा मात्र भइरहेछ क्या अघिदेखि यहाँ आफूले केही बुझ्दिन दिमाग फेरि भन्नु त एकचोटि म घन्टीबाट उठ्छु कि मस्त जोक मारा यस्ता लम्तडी उठ्यो भने भोट कति मोबाइलको भोट कति छ अरे 6-10 अहिले 10 पुग्यो दिदीको त्यही 2-3 मा अड्किन्छ हाम्रै घर परिवार हो 2-3 पनि झापा 5 मा इलाका तेरो राज मेरो भन्दै हुनुहुन्छ घन्टी सुनिरहनु भएको छ के थियो कि कस्तो बिर्से यहाँ चाहिँ अब म चाहिँ खाना पकाउन लागिरहेको गाह्रो छ नि साथीहरू राजमा बनाउन लागेको तेलको धारा छेलछेलहरू खोल्नु पर्यो नि अब खार लाग्छ केपी बा रिसाएर होला घाम नै लागेको छैन साथीहरू अब भात पनि ग्यास खोलिदिउँ न होइन अब पानी हालेर बन्द गरिदिनको मात्र काम छ हाल्दा हाल्दै नुन सिक्दै साथी बट्टामा अब नुन चाहिँ म डिब्बामा हाल्दैछु साथीहरू देखिरहनु भएको छ तपाईँहरूले सुन्नु भइरहेको ज्योति मगर बेसी यहाँ अश्लील कुरो हुँदैछ है साथी फाइनल्ली नुन भरियो पुरा एक पुरै लाग्दो रहेछ यसपालि खै भिडियो बनाऊँ त यिनीहरू खाना मात्र जन्मेका हेर फुल मरेर यस्तो भइसक्यो पानी हाले पनि हुने यिनीहरूलाई त के गर्नु हो म त एक्लैले कसरी भाउने यत्रो काम हेर धनियाँ मरेर यस्तो भइसक्यो आफूले माया नगरेसम्म कसैले गर्दैनन् ए छोरा खाना ए यो मम्मी खालि गनगन गर्ने कि जुन सुजन मम्मीले पानीवाला खाना खान्न भन्नुभयो यही त छ नि खाना अब के गर्ने यसमा त काहीँ पनि पानी छैन न यसमा पानी छ न यसमा पानी छ न यसमा अब केही पनि पानी छैन यही दिनुपर्छ मम्मीलाई लुच्चा मम्मी खाना आउनु यिनीहरूले खाना पस्क्या छिटो भन्दा पनि खाना पस्केकै छैन मलाई भोकाइसक्यो काम गरेर थाक ल धेर नगन आउनु न बस्नु चुप छिटो ल्या छिटो तिमीहरू खायौ छैन अब हामी नि खान्छौँ मम्मी लाउनु खाना खानु ए भगवान के खाना बनाएको यस्तो बिहान भरि लाएर झोल्नी छैन केही नि छैन के हो यो पाकेको नि छैन के खाना बनाएको मम्मी सब्जीमा साथी चिठी लागिसकेको छ हेर्नु है सब्जीमा लाग्यो सब्जीमा यो सिधा 3 चिठी भयो त्यसको टुप्पी नै छैन हेर्नु नि साथी हाम्रो मनिषा दिदीको त कुकर पर्यो टुप्पी नै नभएको मुझे अपने घर जाना है मुझे घर जाना है मुझे अपने घर जाना है मजा गरेको है साथी मैले मनिषा दिदीलाई हेपे जस्तो लाग्दो होला है होइन होला के हो होइन नि फेरि यी त हाम्रो प्यारी दिदी हुन् नि फाइनली साथीहरू मैले सबै काम भ्याएर म आइसकेको छु दिदी देख्न सक्नुहुन्छ लुगाहरू मिलाउँदै हुनुहुन्छ यहाँ सबै लुगाहरू लथालिङ्ग भएको छ अनि चाहिँ खाना पकाएँ भाँडा थोरै थियो माझे
अनि त्यसपछि अहिले यसरी बसिरहेको छु त्यति। अब यत्रो गरेर पकाए साथीहरू, दिदीलाई भोकै लागेको छैन अरे। अब म खाना खान्छु, एकछिनमा मलाई लागेको छैन नि त। म खाना खान्छु, त्यसपछि पढ्न बस्छु। अब तपाईँहरूसँग एकैचोटिमा भेट्नेछु बेलुकातिर गाइजहरू। बाई बाई। फाइनल्ली अहिले 1 बजिसकेको छ र मेरो दिदी नुहाएर आइसक्नु भएको छ र भर्खर दिदीलाई भोक लाग्यो साथीहरू। अब म पस्किन्छु र यो रह्यो दिदीको राजमा चावल। अब म चाहिँ पढ्न बसिल। मेरो 8 दिन छुट्टीमा आज 6औं छुट्टी हो र अहिलेसम्म मैले किताब छोएको छैन र अब म छुन्छु है त। साथीहरू, एक निन्द्रा सुतेर उठियो, थोरै मात्र पढियो अनि सुतियो। म राति रे सुतेको बेला रोको रे के दिदीले भने। हो दिदी? म रोको हो दिदी? दिदीले मलाई उठाउनु भएको थियो कि, तर कसम भने म रोको चाहिँ मतलब हाँसेको हो, रोको जस्तो सुनिएछ है। म हाँसेको मलाई थाहा छ, तर मैले आवाज नै सुनिनँ के। सुनिँदैन रहेछ यार, अचम्म लाग्यो क्या मलाई त। अनि दिदीले फेरि बाबु बाबु भनेर चाहिँ सुनिरहेको थियो, अचम्म रहेछ। अब हेर्नु न, सुतेर उठेँ है, उठ्ने बित्तिकै अब मेरो काम के छ? खाजा पकाउनु। अब म पकाउँछु ल। हेर्नु साथीहरू, कागती भयो दिनुहुन्छ फेरि। ल साथीहरू, खाजा रेडी भइसकेको छ यहाँ, हेर्नुहोस्। दिइहाल्छु नि हौ, भन्नुपर्छ तपाईँले। लाउनुहोस्। हजुर हुन्छ, ल पस्नु है त, म खाएर आउँछु। हामी 3 जना टक्क साथीहरू फ्रेममा आइसकेका छौँ। हामी 3 जना खाजा खाँदैछौँ साथीहरू। अनि तपाईँहरूले खानु भयो त? खानुहुन्छ भने लाउनु, जुठो छ दिनु हुँदैन। खाजा कस्तो लाग्यो तपाईँहरूलाई? अलिक बिस्तारै भनिदिनु न, दर्शक वृन्दहरूलाई सुनाउनु पर्छ नि। भन्नु न। यम्मी रे दिदी, तपाईँलाई यम्मी नै तपाईँलाई नि? ओ माई गड, मलाई त मिठो मात्र लाग्यो। चुङ्गी खेल्न जानु छ, थोरै काम छ मेरो। होइन, मिलाएर जान्छु, चिन्ता नगर्नुहोस् न। मान्छेलाई कति चिन्ता हुन्छ है साथीहरू। काम गर्नु नि मैले छ, सबै गर्नु मैले छ। काम चोर छ कि भन्ने डर चाहिँ अरूलाई छ कि फेरि। ये बड़ी अच्छी बात कही आप। गर्छु हौ, म गर्छु। दुःख नमान्नु न दिदी, किन मान्नुहुन्छ र? दाइ पनि हुनुहुन्छ, तर यहाँ हुनुहुन्न। भाइ म एक्लै त होइन। होइन, देख्नु हुँदैन नि दिदी। मेरो दाइ त यति राम्रो हुनुहुन्छ कि सबैको नजर लाग्छ, त्यही भएर म त देखाउँदिनँ नि। चन्द्र जस्तो तिम्रो मुहार। हेर्नु साथी, मेरो दाइ कति ह्यान्डसम हुनुहुन्छ। आई लभ यु के ब्रो। नजर नलगाइदिनु है साथीहरू मेरो दाइलाई फेरि। आउनु आउनु आउनु, खेलाउनु त चुङ्गी। अब चुङ्गी खेल्ने नि त। ल हेर्नु, फुलकुमारीलाई तपाईँहरूले देखिरहनु भएको होला यहाँ हेर्नै। ल हेर्नु त साथीहरू, फुलकुमारीको कपालमा उसकी आमैले फुल लगाइदिनु भएको छ र फुलकुमारी अहिले यस्तै देखेकी छिन्। ल दिदी जोख्नु। 1 2 धेर क्याच पाउँदैन है। 1 2 3 4 5 6 5। 1 2 3 4 5 खेला खेला 8 9 जिते त मैले। ल तिमी कतिमा जित्नु? 100 डबल 100। कति दिनमा पुगाउँछ म नि? 2 3 4 5 6 7 8 कता दिने है? तपाईँ खेल्नु, तपाईँहरूको लाएर आउनु। केही हुन्न। किन रिसाइ हेउरा, यता हेर्देऊ नि एकचोटि।
किन अरे धेरै ल्याउनु म त म त आँखै देख्दिनँ धेरै हान्नै सक्दिनँ आँखा कस्तो बटुराउँछ ल फाइनल दिदीको पालो आइसकेको छ ढोगेर हेर्न सक्नुहुन्छ खेल्नुहोस् 1 2 फुलकुमारीको फुलबाट सट लिइरहेको छु म 10 11 वाह फुलकुमारीको 11 मा पुरै घेटभित्र छिर्या के बोले भाइ अब के बोले के छ थाहा बोले गेटभित्र है साथीहरू दिदीको 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 24.5 63 छ है त 64 65 कदम कति 66 67 हरिदी 20 30 के 30 हुन्छ 38 खेल्दिनँ 80 81 82 83 84 85 86 87 88 89 90 91 93 94 95 96 98 गोलिसके 99 100 ल कदम हान्ने पालो है 30 है त गेम नाप्छु एउटा कदम हो भाइ पुग्दैन 26 27 28 29 30 31 32 33 34 ल 34 35 छ दिदीको 36 37 38 39 40 41 42 43 44 45 46 48 48 49 50 51 52 53 54 55 56 58 59 60 लगाइ त 61 62 63 मेरो नि 63 मा अड्क्या थियो अघि तपाईँको नि ट्याक्कै 63 के भयो है आँखा स्टार्ट है त हुन्छ नाप म यहाँबाट नाच्छु होइन 1 यो गाडी आउने नआउने टुङ्गो छैन हेर्नु न ए आयो आयो छिटो आऊ छिटो गाडी गयो है त फाइनली ल दिदी हान्नु 63 63 खेल्नु 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 फास्ट आयुष 64 65 66 67 68 69 12 पर हेर 70 71 72 73 74 75 गयो चेक गराउनु जानु पर्ला जस्तो ल मैले कदम हाने है तपाईँ
अल्लाह माफ करे, बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो, बहुत बुरे लग रहे हो। तोबा तोबा तोबा, सारा मूड खराब कर दिया। 74 खेल्नु न 75 ए ओके ओके 75 76 77 78 79 80 81 82 83 84 85 86 87 हाम्रो कदमै पुग्दैन जति गेम पुग्यो हामी 30 छ कति पुग्यो नि बिर्स्यो 93 94 95 96 97 98 99 100 100 पुग्यो ल कदम 30 पुग्ला त नाप्नु पुग्न सक्छ ल नाप्नु पुग्न सक्छ 2 3 4 5 6 7 8 9 10 11 12 13 पुग्दैन 14 भन्दा पुग्दैन ल जान भाइ पुग्यो होला ल नाप न 8 फाइनली मेरो 30 पुगिसकेको छ साथीहरू। अब दिदीको लास्ट चान्स छ, लास्ट चान्स पुग्यो भने बराबर भयो, नभए जिते है त। ल बब्बाल फाइनली यो म्याच चाहिँ मैले जितिसकेको छु साथीहरू, तर पनि मेरो दिदीले हार्नु भएको छैन। हामी दुवैजनाले जितेका छौँ र त्यसरी नै आजको भ्लग चाहिँ म यही एन्ड गर्न चाहन्छु। तपाईँको केही मुख्य वचन जाओस्। कृपया मेरो भाइलाई लाइक शेयर सब्सक्राइब अनि कमेन्ट गरिदिनु होला। नमस्ते बाई बाई।